निर्वाचनपछि हर्क साम्पाङको स्वरम संस्कृति पार्टीले कतिवटा सिट ल्याउला? 0 वटा। हर्क साम्पाङ नि साँच्ची नै भन्यो भने साँच्ची नै हर्क साम्पाङ भन्यो भने हैन उहाँले विभिन्न भन्नुभयो नि यो देशको राक्षस भन्छ नि राक्षसको रूपमा अहिले जन्म लिइराख्नु भएको छ। हर्क साम्पाङ राक्षसको रूपमा? यस। हैन तपाईले जातीय नारा लिएर यो देशमा गृहयुद्ध गराउन चाहँदै हुनुहुन्छ उहाँले। आउने युवाहरूलाई थु गरेर हैन जाँड खाएर गिटार बजाएर थु गरेर देश चलाउँछ। हैन जाँड देखाउनुहुन्न होला? जाँड नखाए त्यो बौलाको हो। गिटार बजाएर कुनै नेताले थु गरेर गाउँछ। हैन अब देशको अब त हर्क नि त्यो पार्टी खोलेर त्यो के बन्ने त कुरै छोडिदिनु हैन। संस्कृति पार्टीको सभापति त्यो सभापति म पनि बन्न सक्छु नि हैन। सभापति बन्ने के धरानको मेयर पनि जित्दैन। यो त गृहयुद्ध गर्नुलाई क्रिस्चियनिटीहरूको ठुलो फाउन्डले हैन चलेको व्यक्ति हो। हैन अब 2/3 सरकार पुर्याउने प्रधानमन्त्री बन्ने रे कसले? हर्क साम्पाङ। त्यो दिवा सपना देखेर हुन्छ? अस्ति ट्याक्सी लिएर चाहिँ आएर चाहिँ जेन्जीहरूले लखटेको बिर्स्यो। हैन जेन्जीले लखट्या त होइन है? लखट्या त हो नि। हैन प्रधानमन्त्री केही व्यक्तिहरूलाई त्यो क्रिस्चियन फाउन्डबाट आएको पैसा लिएर हैन हर्कलाई बनाऊ भन्नु हुन्छ? यो देशमा चाहिएको मान्छेहरू कुलमान बालेन रवि जस्ता मिलेको मान्छेहरूलाई दुर्गा प्रसादले नि मिल भनेर आफू पनि मिल्नुमा के रे विदेशीले बना। तपाईँ कसले बनाएको? तपाईँलाई होली वाइन कसले खिलाएको? हिन्दूको छोरा भएर क्रिस्चियन कसले बनाएको? आफै हिन्दूको छोरा भएर होली वाइन खाएर हालेलुया भन्ने अनि अरूलाई विदेशीको दलाल भने तपाईँलाई लाज लाग्दैन? हैन तपाईले त मेयर पद पनि जित्दैन भने अब वडा अध्यक्ष पनि जित्दैन के हो? तपाईले के भने? वडा सदस्य पनि जित्दैन। वडा अध्यक्षको कुरा के गर्नुभएको? सदस्य पनि जित्दैनन्। सबैले चिनिसके। तर यसरी चर्को विरोध चाहिँ नगर्नुपर्ने हो है? हैन चर्को विरोध होइन, गर्नुपर्छ। जय गर्नेमा जय पनि गरेको थियौँ। तर आज उहाँको बोली वचन सुन्नुहोस् त। एउटा मिलेका देशलाई बनाउँछु भनेर सङ्गठित हुँदैछन् युवाहरू, जागृत हुँदैछन् युवाहरू, अनि उहाँहरूलाई विदेशीको दलाल भनिदिने? तपाईँ को त? हिन्दूको छोरा भएर जन्मेर क्रिस्चियन बन्ने? हिन्दूको छोरा भएर मादल बजाउनु छोडेर गिटार बजाएर थुतु गरेर ऱ्याप गाउने? मेरो देशको गीत ऱ्याप हो? दोहोरी गाउनुहोस् न। आफू विदेशी भाषा बोल्ने, ऱ्याप गाउने, गिटार बजाउने, अरूलाई विदेशीको दलाल भन्ने? तपाईँलाई लाज लाग्दैन? पहिला आफ्नो तस्बिर हेर्नुहोस् त, अनि त्यो चित्र आफै बोल्छ कि तपाईँको भिडियोहरू सार्वजनिक गरौँ? हैन अब अहिले हर्क साम्पाङजीलाई केपी ओलीजीको नयाँ भर्जन भन्छ नि, यसलाई कसरी हेर्नुहुन्छ? के साँच्चै त्यही हो? केपी ओलीको नयाँ रूप हो हर्क साम्पाङ? क्रूर शासक। मलाई गुड बाई भनेन रे, मलाई विदाई गरेन रे। सानो कुरामा दुश्मन लिने यस्तो पनि नेता हुन्छ? नेतै बन्न सक्दैन नि? नेता हुनु पर्ने गुण छैन? एउटा पनि छैन गरेको। उहाँलाई विदाई गरेन भनेर थुतु गर्ने? ठ्याक्कै भन्नुहोस् गुरु, अबको निर्वाचनपछि हर्क साम्पाङको स्वरम संस्कृति पार्टीले कतिवटा सिट ल्याउला? 0 वटा। हैन जित्दैन नभन्नु न। अब हेरिराख्नुहोस् न। साम्पाङले त जित्दैन नि, अरूले नजिते पनि जित्दैन। कसैले पनि जित्दैन, उसको पार्टीले जित्दैन भने के को हर्क साम्पाङ भने? 0 वटा। अब बस्यो बेलुका भट्टीमा, उहाँको त आफ्नै रेस्टुरेन्ट पनि छ क्यारे होइन? ती बस्यो गर्ने ट्याङ गरे थुतु भने गीत गाए, त्यति हो तपाईँको। अब छैन, सिद्धियो तपाईँको दिन। हस् धन्यवाद गुरु। हस् तपाईँलाई पनि धन्यवाद।